हाई गाइस, दसैँ आयो त्यसैले मैले मुलाको अचार सिसीमा हाल्न लागेको। अरूको चाहिँ अब खसीहरू काट्न जान्छ होला यहाँ चाहिँ। अब यहाँ मलाई चाहिँ एकदम मुलाको अचार मनपर्छ, त्यसैले मैले तेल पनि झाने। मैले चाहिँ यसमा मुला भन्दा नि खुर्सानी धेरै हाल्नुको कारण चाहिँ मलाई चाहिँ यो सुकेपछि मुलाको मात्रै स्वाद नभएर खुर्सानी टोक्न पनि एकदम मिठो लाग्छ के। मैले यसमा चाहिँ तोरी भुटेर अब नुन खोर्सानी मसलाहरू सबै हालेर खुर्सानी हालेर मोल्दैछु। यसलाई चाहिँ एकदम मजाले मोल्नुपर्छ। भोलिपर्सि अनि सिसीबाट निकालेर खाँदाखेरि टक्क मिठो हुन्छ कि। मलाई चाहिँ एकदम मनपर्छ। हाम्रो चाहिँ दसैँ स्पेसल हो क्या यो। अब यहाँ त अब यस्तो क्या मुला सुकाउन कति गाह्रो छ, त्यसैले मैले चाहिँ यो इमर्जेन्सी हुन्छ नि तलपट्टि झ्याल बाहिर त्यहाँ सुकाएको। अनि यो बट्टा त सबैजनाले चिन्नुहुन्छ। मैले के गर्न लाग्यो भन्दा मुलाको अचार राख्न लाग्यो। हेर्नुहोस् त मैले कस्तो ट्याक्क अड्कलेर हालेछु क्या, एउटा पनि दाना बाँकी भएन कि, कस्तो ट्याक्क मिल्यो के। अब अरू सिसी त थियो तर पनि अब यो घिउ धेरै किनिन्छ यहाँ, त्यसैले अब यही बट्टामा हाल्छु भनेको त ट्याक्कै भयो क्या। अब यसलाई चाहिँ म अब 1 हप्तापछि निकाल्छु अनि खान्छु। दसैँको लागि हामी बुढाबुढीलाई ठिक्क हुन्छ। ह्याप्पी दसैँ, थ्याङ्क यू।